हेलो वेलकम टु माई न्यू भ्लग च्यानल। तपाईँहरूलाई मेरो नयाँ भ्लगमा चाहिँ स्वागत छ। सबैजना माया गरिदिनु होला। र यो मेरो चाहिँ पहिलो भ्लग हो होइन, पहिलोचोटि पाउँदैछु मैले आज भ्लग। अनि यसमा चाहिँ अब गाडी नगाडी भए पनि बनाइरहेको छु। सबैले माया गरिदिनु होला। हजुरहरूलाई कस्तो लाग्छ? आज चाहिँ म काजभित्र मामा घरमा छु, जहाँ चाहिँ मैले आज के गर्न गइरहेको छु, खाना पकाउन गइरहेको छु। मामा माइजूहरू चाहिँ लुगा धुँदै हुनुहुन्छ, म चाहिँ खाना पकाउन गइरहेको छु। ल त हेर्नुहोस्, लेट्स गो। ल गाइस, मैले जब मासु पकाउन गइरहेको छु मामा घरमा। मासु मैले पकाएको चाहिँ कस्तो हुन्छ अब मामा माइजूले नै भन्नुहुन्छ है त। कस्तो रहिरहेको छ, मैले यहाँ चाहिँ खसीको मासु पकाइरहेको छु भने यता चाहिँ खसीको मासुको लागि पानी तताइरहेको छु। र म पछि फेरि करेलाको अचार पनि बनाउने छु। र मेरो भाइलाई चाहिँ मैले खाजा खुवाएर चाहिँ यहाँ राखिसकेको छु। हेलो भाइ, हेलो भन, हेलो भन। हाई, ओके। तिमीले के खाजा खाएको? दादाले के खाजा खायो तिमीलाई आज? ओए लड्ला है, लड्ला। यसलाई चाहिँ मैले दुध खुवाएर फेरि मकै खान्छु भनेर मकै भुटेर खुवाइदिएको छु है। यस मकै भुटेर खुवाइदिएको छु। र म मामा माइजूलाई देखाउँछु तपाईँहरूलाई। मामा माइजूहरू चाहिँ लुगा धुँदै हुनुहुन्छ। लुगा धुने स्टाइल नसना मैले लुगा धोइरह कस्तो खालको लुगा धोइ। लगाइ मासु पनि रेडी भइसक्यो। अब लगभग अब हल्का रस राख्न मात्रै बाँकी छ। रस राखेपछि चाहिँ यसलाई मैले निकाल्छु र यता करेला पनि काटेर रेडी बनाएको छु पकाउनलाई, अचार बनाउनको लागि भने यता खाना पनि बसारिसकेको छु। र मैले एउटा काम हजुर र मैले चाहिँ एउटा काम चाहिँ गल्ती गरेको छु है गाई। मासु पकाउँदाखेरि चाहिँ स्पुन भाँचियो कि स्पुन भाँचिएर चाहिँ अब माइजूले के भन्यो मलाई थाहा छैन है। माइजूले के भन्नुहुन्छ मलाई थाहा छैन है। अब ओके जे छ पाक्दैछ। ओके, आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। आजको मेरो भिडियो यति नै छोटो बनाएको छु पहिलो भिडियो भएर, र पछि राम्रो भिडियो र लामो बनाउँदै जानेछु। के कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया दिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। ओके, टेक केयर, बाइ बाइ।